एभ्रिवान, नमस्ते। सो वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। सो अहिले भने चाहिँ म नानीहरू लिएर चाहिँ ट्युसन पुऱ्याउन जाँदै गरेको र म चाहिँ आज चाहिँ किन म गएको भने चाहिँ मेरो हस्बेन्ड चाहिँ उता सिङताम जानुहुन्छ नि त, त्यो भएर चाहिँ अन्त यिनीहरूलाई पुऱ्याउनै छैन, अनि त्यो भएर चाहिँ म आफै गएको आज चाहिँ जान्दैछ ल गएको है। अब हो कस्तो छेउबाट गएको जस्तै लाग्यो मलाई त। यस्तो गाडी कुद्छ कि फेरि यिनीहरूलाई लिएर हिँड्नु चाहिँ धुलो चाहिँ यति बेसी उठ्छ हो। धुलो सुलो नभनिकन आज चाहिँ जानु पऱ्यो म आफै हो। यहीँ एकछिन उप त्यहाँनिर एकछिन ल, धुलो उडेको हेर यहाँ चाहिँ गाडीको तात लागेर चाहिँ तिनैजना ट्युसन जानु आँटेको। लो सबैजना आऊ, बिस्तारै हिँड्ने ल। म चाहिँ यिनीहरू दुईजनालाई बिस्तारो हिँडेर लाँदैछु हो। मलाई पनि अलिकति हिँड्दाखेरि एक्सर्साइज हुन्छ नि त, सो त्यो भएर उदो उदो हिँड है ल। यहाँ त गाडी कुदिबस्छ कि पुरा टेन्सन लाग्छ। हिँड्ने हो आरामले ल। म पर पुगेर बनाइदिन्छु नि। यहाँ होस् न, अहिले उडाइ त हाल्छ किन। तिमीहरूलाई बस्न चढेर पुऱ्याइदिउँ परसम्म, म आफै कुदाउँछु है। तर ल आँप खाने लु खाउ जाऊ गएर टिपेर। आँप खानु हुँदैन के भन्छ, ज्वरो आउँछ। हिँड्दा मजा आयो। थाकेको छैन यता हेर। छैन थाकेको। मलाई ब्याग बोक्नु पनि नदिने, आफै बोक्ने माया लाग्छ हो र। अहिले ठुङ्नु आउँछ है। नगर बाई। एकछिन पर्ख, अब यहाँ बस्छ एकछिन। म्यामको चाहिँ आज बर्थडे हो नि त, उनीहरूको ट्युसन पढाउने म्यामको चाहिँ। सो सानो गिफ्ट किनिकन जाँदै गरेको। यहाँ चाहिँ दुईजनाले चाहिँ मिठाई बाँड्दैछ हो। ब्यागमा हालिदिउँ न। राइनी बोजू होइन तपाईँ त? राइनी बोजू? तपाईँ। म राइनी बोजू? राई त होइन तपाईँ त? अनि आफै चाहिँ के हो त? म चाहिँ यिनीहरू दुईजनालाई चाहिँ लिएर जाँदैछु यहाँनिर छ। पुग्नु आँटेको अब चाहिँ म ट्युसनमा हो। पर्ख अब हल्ला नपरिकन ल। यहाँनिर एकछिन पर्खिरहेछु। अहिले चाहिँ भने म चाहिँ छोरीहरूलाई चाहिँ ट्युसनमा पुऱ्याइराखेर फर्किँदै गरेको रुम हो। र ती साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। सो अहिलेलाई चाहिँ बाई।